सपमिटा फ्राई हुँदैछ। हुँदो रहेछ बुढी आरिस गर्नुभयो। हेलो नमस्ते सेवारो मौसाको तर्फबाट फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो डेली ब्लग्समा। हिजो चाहिँ पुरा पानी परेर मेरो लसुनहरूको हालत यस्तो बनाइदिएको छ है। केलाउँदै आधा केलाउँदै पानी परेर अनि मैले चाहिँ यत्तिकै छोडेको छु। हिजो केलाको लसुन चाहिँ यता छ, यसलाई चाहिँ यसरी सुकाउनु पर्यो। त्यो चाहिँ केलाउनु बाँकी छ, त्यसलाई चाहिँ त्यत्तिकै सुकाउनु पर्यो। अहिले चाहिँ घाम लाग्छ नि त, त्यही भएर कुनै लसुनलाई चाहिँ बचाइहाल्नु नि। यसपालिको लसुनहरू पनि त्यस्तो राम्रो खासै के पनि भएन, लसुनहरू राम्रो भएन नि त। अनि अब भएन भनेर यत्तिकै छोड्नु भन्दा पनि यसलाई चाहिँ यत्तिकै सुकाउनु पर्ला है। पुरा लेब्बु छ, सुकिसकेपछि मात्र यसलाई चाहिँ फेरि के भयो भने बेलैमा पानी परेर लसुनहरूलाई चाहिँ बोटैमा उमार्नु लायो र खानु पनि लायो। आधा अवधि भन्दा बुझेर है यस्तो छ। ल यो चाहिँ यो खास गरी इन्डोर प्लान्ट हो नि त, मैले चाहिँ यहाँ निकालेर राखेको छु। यसलाई चाहिँ अब एकछिनमा गर्नुपर्ने छ। मेरो दुईटा भाइ आइसक्यो यहाँ काम गर्नुको लागि। ल ल ऊ यहीँ आगो फुको दुईजनाले। यो भाटा छ नि बिजे, यही भाटाहरू पोल के चाहिँ तेल पर्दैन होला। लाइटर ती चेपमा छ कि छैन होला होइन। आज चाहिँ मैले खास गरी मेरो भाइ दुईजनालाई किन बोलाएको भने सफमिटा बनाऊँ भने। सफमिटा कि सपमिटा? सपमिटा होइन, सफमिटा बनाउनु खोज्दैछु है फर्स्ट टाइम। हेरौँ अब बन्छ बन्दैन। ल साथीहरू, मैले जति भिडियो बनाएको थिएँ, भिडियो चाहिँ आएन छ। मैले भिडियो अन गरिनछु, एक्लै बरबराएँ, एक्लै बोलेँ, एक्लै उ गरेँ भने लास्टमा भिडियो नबनेको रहेनछ। अब यस्तै भयो रिजल्ट। बैगन के गर्नु होइन। यहाँ चाहिँ पानी उम्लिँदैछ। यसमा चाहिँ अब म यो अहिले भर्खर बनाएको यस्तो सपमिटाहरू लगाइदिन्छु है। फर्स्ट टाइम हो, हेरौँ कस्तो खालको हुन्छ। म त पकाएकै छुइनँ नि त, मैले फर्स्ट टाइम ट्राई गरेको। हेरौँ बन्छ बन्दैन। अब एक्सपेक्टेसन भर्सेस रियालिटी अहिले म देखाउँछ है त। अहिले यो हुन्छ हुँदैन थाहा छैन। अहिले चाहिँ यस्तो भएको छ उसिनेर चाहिँ। अहिले म फ्राई गरेर देखाउँछु है त। सपमिटा फ्राई हुँदैछ तर एकदम ट्याङ्की फुट्दैछ। मैले एकदम लो फ्लेम बनाएर पनि यसले चाहिँ आँखा चाहिँ उडाउने रहेछ। यसले चाहिँ साथीहरू सपमिटा चाहिँ यस्तो बन्यो है। ठिक छ, राम्रै बन्यो। मैले खुर्सानीको धुलोहरू केही पनि नलाएको। मम्मी सपमिटा मेरो नानी चाख्न आउनुभएको छ। लु चाख्नै मम्मी। दिन पनि कति राम्रो उसकी दिन भएको छ मेरो नानीले। अनि बुढो चाहिँ हराउनु भएछ। बुढोलाई पनि बुढासँगै आउने भनेको, बुढा कता पठाउनु भएर एक्लै आउनु भएछ। म चाहिँ लिएँ है नानी। ल हस् हस् मम्मी कस्तो खालको छ उ गर्नु है। ल यो देखेपछि त अघि जिब्रो देखिरहे लायो। अब म लिएँ। अब मेरो यो चाहिँ उ सयपत्री भुडीमा ऊ त्यहाँ चोपेर खानु अलिकति। बुढोको तिम्रो मिठो चाहिँ साह्रै मिठो, तर यो पनि मासिने हुन्छ नि त, तेल पदार्थै हुन्छ नि। कति राम्रो तर गुड फ्याट हो। बन्छ चाख्छ त। ल
ल फर्स्ट बाइट सफा मिठा है कसम कसै डोरी खाएको म पछि ल मिठो भएछ सब मिठा पनि ल म मेरो भिडियो यही टुङ्गाउन चाहन्छु आजलाई त्यही फेरि नेक्स्ट भिडियोमा आउने नै छु है त